हामी नेपाली रहौला कहाँ नेपालै नरहे उचाइ हाम्रो झुल्किन्छ कहाँ हिमालै नरहे नमस्कार। आज म तपाईहरुको बीच स्वदेशमा हाम्रो देशको कसरी विकास चाहिँ हुन्छ र हामी स्वदेशी रोजगारी गर्ने विषय लिएर तपाईहरु बीच उपस्थित भएको छु र आजको विषयमा हामी स्वदेशी रोजगारी के हो र यो किन आवश्यक छ भन्ने विषय लिएर अघि बढाउने गइरहेको छु। स्वदेशी रोजगार हामी एउटा नेपालमा बस्ने एउटा नेपाली नागरिक हौं र हामीले जन्मेको ठाउँ हामीले जन्मेको स्थान स्वर्गभन्दा पनि प्यारो हुन्छ। एउटा संस्कृत उखान छ, जननी जन्मभूमि जो स्वर्गदा प्रिय गराएसी हो। त्यो उखान के भन्न खोजेको छ भने आफूले जन्मेको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ हो। हामीले जन्मेको ठाउँ स्वर्गभन्दा पनि प्यारो छ र हाम्रा नेपाललाई स्वर्गभन्दा पनि प्यारो बनाउनु पर्छ। अहिले हामी नेपाली युवाहरूको एउटै मात्र लहर छ र एउटै मात्र सोच र एउटै मात्र सपना छ। हामी अहिले लुटेरी एजेन्टलाई 10-20 लाख रुपियाँ दिएर आज विदेशमा हान्दैछौँ र त्यहाँ गएर के समस्या भोगेका छन् त्यो हामीलाई थाहा छैन। हामीले आज त्यहाँ गएर हामीले यदि एउटा ज्वरो आएको बेला एक गिलास पानी दिने पनि कोही मान्छे हुँदैन। के हो त यही हो हाम्रो विदेश। हजुरहरू एउटा कुरा म अझ भन्न चाहन्छु, हामी नेपाली हौं र हामी नेपालमा जन्मेका छौं र हाम्रा वीर पुर्खाहरूको कुनै इतिहास छैन गाली खाएको। तर हामी नेपाली युवा स्वाभिमानका साथ गएर विदेशमा आज विदेशीका गाली खाएर त्यहाँ विदेशमा काम गरिरहेका छौं। के हामी त्यही गाली खानलाई जन्मेका छौं त? हाम्रो नेपाली आमाले त्यही गाली खानलाई जन्माउनु भएको छ? तथापि पनि होइन। के छैन र हाम्रो नेपालमा एसियालाई नै लोभ्याउन सक्ने नदी नालाहरू छन् र रोगसँग लडिने जडीबुटीहरू अरू यस्तै भन्दाखेरि हाम्रो देशमा विभिन्न सम्भावनाका खानीहरू रहेका छन्। तर पनि हामी नेपाली युवा एउटा मात्र सोचले हामी पछि परेका छौं। ती सोच हो विदेश जाने हो। आज हाम्रा समाजका युवाहरूले आज विदेश जाने सपना बोकेका छन् र ऊ विदेशमा गएर के गरिरहेका छन् भने केही थाहा हुँदैन। हाम्रो देशमा एउटा सानो कार्य पनि गरिराख्नु भएको छैन, तर त्यही कार्य आज विदेशमा गएर गर्वको साथ छाती फुकाएर गरिरहेको छ। हजुरहरू एउटा कुरा म फेरि के भन्न चाहन्छु भने हाम्रो देशमा हामी त एउटा नेपाली हौं र नेपाली भनेको जहिले पनि श्रमशील हुन्छ र आफ्नो देशमा बसेर केही गर्ने सपना बोकेका हुन्छन्। तर वर्तमानका परिप्रेक्ष्यमा त्यस्ता नेपाली युवाहरू छैनन् जुन देशमा बसेर देशको लागि केही गर्न सक्छु भन्ने त्यस्ता सपना बोकेका युवा छैनन्। हामीले यदि विकास गर्नु छ भने हामी यहीबाट गर्नुपर्छ, यहीबाट हामीले सुरुवात गर्नुपर्छ। हजुरहरू हामी त एउटा सानो पनि काम आफ्नो देशमा गर्न सक्दैनौँ, तर त्यही काम विदेशमा गएर छाती फुकाएर गर्छौँ हो। यसको कारण भनेको एउटा मुख्य के हिन्दी उखान रहेको छ कि सबसे बडा रोग क्या कहेंगे लोग। आज हामी यही सोच्दै पछि परेका छौँ कि फल्नाले के भन्ला, चिल्लाले के भन्ला, अथवा छिमेकीले के भन्ला, समाजले के भन्ला हो। यही सोचले गर्दा आज हाम्रो आधा जीवन बितिसकेका छन् र बाँकी आधा जीवन गएर हामी विदेशमा बिताउँदैछौँ। अनि देशको मजा कहाँ छ र? तपाईँ विदेशमा हुँदाखेरि तपाईँको श्रीमती यदि घरमा तिहार मनाएको विदेशबाट हेर्नुहुन्छ हो, त्यो त्यहाँबाट हेरेर के फाइदा भयो त? केही फाइदा भयो त? तपाईँले हाम्रो संस्कृतिलाई जोड्नु भएन हो। त्यसैले हाम्रो देशको विकास गर्नुपर्छ भने हामी यी नेपाली युवालाई स्वदेशमै रहनुपर्छ र स्वदेशबाटै हाम्रो देशको विकास हुने